सीजी कंपनी को एलईडी टीवी मेरामा आएको छ। मोडल नंबर CG32DWLK8 नंबर को। इसको बैकलाइट ठीक छ। इसको भनेपछि इसको टिकन बोर्डमा इसको सीकेबी सेटिङ को देखियो पाइयो। सबै भोल्टेज बनेको छैन, सेटिङ भइरहेछ। तपाईँको सीकेबी लाइन यहाँ कटिङ गर्न खोजिरहेछ। सेटिङ डिस्कनेक्ट गर्नलाई काम गरिरहेछ। मदरबोर्ड भोल्टेज सप्लाई चेक गरी ठिकै छ, ओके छ। अब सीकेबी सेटिङलाई डिस्कनेक्ट गरेर हेर्नुपर्ने हुन्छ। सल्भ हुन्छ हुँदैन। सक्सेस गर्न कोसिस गरिरहेछ। तपाईको बियोन भोल्टेज पनि छैन, बीसीसी पनि छैन। 3.3 भोल्ट बनिरहेछ, 1.8 भोल्ट बनिरहेछ। भनेपछि यसको बीजीएस पनि छैन, बीजीएल पनि छैन। यसको अब सेटिङ कहाँ छ भन्ने कुरा